Hello guys, welcome to my new vlog. मैले चाहिँ धेरै पछि भ्लग बनाएको छु किनकि अलिकति हात फ्र्याक्चर भएको थियो होइन 42 days भयो नबनाएको चाहिँ होइन गाइस हल्का थियो उता भ्लग बनाउनुको क्रममा हात भाँच्यो अब भाँची हाल्ने होइन आज चाहिँ शिवरात्रि हो होइन आज चाहिँ शिवरात्रि अनि शिवरात्रिमा अघि बिहान के अरे बाटो छेकेर कति 250 जति पाएको थिएँ होइन साथी सन्जीव उयो के अरे यो घरमा बस्ने उयो यता यो पछाडिको घर देखिरहनु भएको होला यो अर्कै घर हो यो यतापट्टि येल्लो कलरको घर हो नि येल्लो कलर भन्दा यतापट्टिको त्यो घरमा बस्छ सन्जीव भन्ने चाहिँ अनि अर्णव थाहा होला अर्णव त्यहाँ बस्छ होइन अनि अर्णवलाई अनि बुढाबुढीहरू पनि थिए मेरो बहिनी पनि थियो कति बहिनी पनि बोलाइरहेछ कति बोलाइ गर्छ क्या उठ्नु चाहिँ होइन अनि कति 250 जति बाँड्यो होइन त्यो अगाडि कहाँ आस्ट्रेलिया चलिरहेछ भनिरहेछ होइन यहाँ चाहिँ यो चाहिँ मेरो बहिनी चाहिँ बाँदर होइन यहाँ माथि चढिरहेको थियो यो मलाई अझै हान्न आइरहेको छ है गाइस यसलाई दबाउनु ट्रिक देखाउँ यो होइन यसरी हाल्नुपर्छ आफै भएको थियो परेर गइसक्यो है अब फेरि बाटो छेउमा जानुपर्छ त्यो बिचमा चाहिँ हामीले खानको लागि हो कि होइन खाना खानुको लागि हो हामीले यहाँ घरमा बसेको चाहिँ अनि डोरी चाहिँ त्यो घर बनाउने डोरी हुन्छ नि नाइलनको त्यस्तै थियो होइन अर्णवको डोरी हो त्यही पनि होइन अझै जिस्काइरहेको छु त्यहाँ ऊ भागिसक्यो है गाइस अब तलतिर जाऊँ हेर्न सक्नुहुन्छ यहाँ बुढाबुढीहरूले पनि रोकिरहेको छ हाम्रो घर अगाडि आएर हेर्न सक्नुहुन्छ कति सानो डोरी हो फेरि हामीले चाहिँ उता रोक्यो है उयो ठाउँमा है त्यो बाइक भएको ठाउँमा हामी चाहिँ होइन त्यहाँ रोकेको हामीले अनि यहाँ छन् बुढाबुढीहरू यहाँबाट पनि भाग्दिन्छन् यसरी होइन ल गाइस अब चाहिँ उयै हो अर्णव मतलब सन्जीव भने चाहिँ उयै हो काले भाइ तर मेरो दाइ पर्छ होइन यो काले यसको नयाँ बहिनी जन्मेछ हामीलाई पार्टी सार्टी केही दिँदैन यो के गर्ने हो है गाइस हामी चाहिँ अर्णवसँग छौँ मतलब बाटोमा छौँ अनि अर्णवसँग पनि छौँ होइन यहाँ अर्णव छ यहाँ छ होइन अनि भाइहरू चाहिँ यहाँ क्रिकेट खेलिरहेको जोगाडी क्रिकेट है यस्तो मैदानमा यहाँ हरियो बल छ बाँसको ब्याट छ बाँस यहाँ हेर्न सक्नुहुन्छ यहाँ अर्णव छ होइन उता चाहिँ बाँसको ब्याट छ हेर्न सक्नुहुन्छ कुच्चेहरूले खेल्दैछ यी हेर्न सक्नुहुन्छ अब लगाइस हामीलाई चाहिँ क्रिकेटबाट निकालिदियो है किनकि हामीले चौका र छक्कामा चाहिँ हालिदिएको मतलब उता यस्तो उडाइदिएको उड्नु मिल्दैन भन्नु फुच्चीहरू हामीलाई निकाल्दै होइन अहिले चाहिँ हामी बल खेल्दैछौँ यहाँ ल हेर्नु है त म अर्णवले छलाइदिन्छु है गाइस ल एकछिन यहाँ अलि पर्छ देखिनु पऱ्यो नि ल होइन गाइस तिम्रो अहिले ल अघि त उसले छिन्यो नि त अब होला है त राम्रो तपाईँ नटमा खायो है उसले अब गाई हेर्नु म
छलाएन भने छलाएन गाइस बोल्दा मेरो कन्ठ नसकेर साथीले बोलेर छ है भिडियोमा भन्यो छल्याउ मलाई Hadi. Omle dai. Huh? In this guys, भर्खरै नटमै खाएको मान्छे देउबा हेर्नुहोस् गाइस बल्ल बल्ल बल खस्यो यो मान्छेले है गाइस हामी चाहिँ यसको जुगाड हेर्नुहोस् यो अर्को डोरी छ त्यही पनि यहाँ क्युआरको व्यवस्था पनि छ यहाँ अनि उद्या मेरो ठुलो मम्मी आउँदै हुनुहुन्छ नमस्ते अब यहाँ आउँदैछ लगाइस मैले भिडियोमा पनि गराएँ समातेको केही छैन है सोध्नु यहाँ हो कि होइन भन् त लगाइस हामी चाहिँ अहिले पशुपतिमा छौँ होइन पशुपतिमा यहाँ बाबा हुनुहुन्छ यता अन्त अनि अगाडि चाहिँ मम्मीहरू हुनुहुन्छ एकैछिनै गाइस यहाँ ट्राफिकमा त पुलिस देख्यो दुख हर दरिद्र हर 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 महादेव नमो पार्वती पते हर हर महादेव guys, thank you so much for watching. Bye. एकछिन तर लाइक शेयर र फलो गर्न चाहिँ सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला टाटा Zambamboe